हेर्न सक्नुहुनेछ साथीहरू, यो पछाडि सबै आज यो खानेपानी ट्याङ्की अनि यो अफिस, यो गेट। अनि म चाहिँ आज आएको छु यो खानेपानीमा। नमस्ते छ सबैजनालाई, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। म हुँ भिडियो कर्मी राजकुमार चौधरी। तपाईहरू देख्न सक्नुहुनेछ आज यो खानेपानी ट्याङ्कीमा म आएको छु हैन। अनि चाहिँ यहाँ चाहिँ बिल बुझाउन आएको। अनि चाहिँ म चाहिँ यो हाम्रो बेलडाँडी खैरीघाट वाडा नम्बर 3 को यो खानेपानीमा आएको छु हैन। अनि चाहिँ अब चाहिँ भित्र माथि जाँदैछौँ यो खानेपानीको ट्याङ्कीको। अनि यता चाहिँ हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ ऊ लाग्छ तलवा फिल्टर भर्खर फिल्टर लागल कंप्रेसर देखाइदा यहाँ खानेपानी आवाज आई तू रुको ना आओ यहाँ ओ तेरी हावा आए यार यहाँ से तो यहाँ से खानेपानी को माथिमा आउँदैछु हैन। यहाँ पछाडि देख्न सकिन्छ यस्तो स्वाक भ्यू देख्न सकिन्छ। अनि यो म खानेपानीको माथि जाँदैछु। सो भिडियो मन पर्छ भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला अनि च्यानललाई सब्स्क्राइब गर्नुहोला। यहाँ चाहिँ मैं अब चाहिँ ऊपर देखि बाटो खानेपानी सो यहाँ से देखाइटू। ये चाहिँ बेलडाँडी बैबाहा वार्ड नंबर 3 के यहाँ बनपुरवा देखाइत। और यहाँ जन कि यहाँ जम्मा भूरा बैबाहा खैरीघाट, ये जम्मा खैरीघाट हो। ढ्याङ त ढ्याङ बा यार, टन्न ढ्याङ बा। यहाँ चाहिँ गन्ना खेती र पहिला यी स्कुल का अब चाहिँ धान खेती लाग्छ कल्ला। यहाँ खैरीघाट हो, यहाँ बेलडाँडी। छोटो गन्ना देखाइरहेको यहाँ से। सो ये चाहिँ खानेपानी के यत्रा ऊपर आसेको लाटो। ये चाहिँ खानेपानी हो, खानेपानी के सबसे ऊपर, ये सबसे तगड़ा ऊपर आए लाटो। हम बेलडाँडी बैबाहा वाडा नंबर 3 खैरीघाट मरहलिए हमा निगरात खानेपानी संघ के खानेपानी हो ये खैरीघाट कंचनपुर। अस्ने का टर यो चाहिँ फिल्टर अफिस राम्रो देखिन्छ। त्यहाँ माथि देखिए त खत्रै देखिन्छ। सबैभन्दा टप फ्लोरमा यो हाम्रो खानेपानीको म सबैभन्दा टप फ्लोरमा छु। यहाँ चाहिँ यो बिजुली बत्तीको यहाँ व्यवस्था पुरा रहेको छ हैन भएको छ। और मैं चाहिँ यहाँ सबसे ऊपर तहमा आग लाटू अवस्था करना। यहाँ से तो ओ माय गॉड कतना डर लगती बा यार। और यहाँ से हम ऐना वाला यहाँ खैरीघाट और ये अठन देखा रहा डान पत्ते देखा रहा ये सिमलडाँडी अवस्था का ये यहाँ देखा रहा ये हमा टोल। सो साथीहरू तपाईहरुलाई चाहिँ भिडियो मन पर्छ भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला। यो चाहिँ आजको चाहिँ खासै केही भिडियो थिएन। अब यतै
खानेपानीमा आएको अनि खानेपानीको त्यो कतिको कस्तो राम्रो भ्युज देखिन्छ भनेर चाहिँ म एउटा सानो भिडियो बनाउँदैछु। अब यहाँदेखि म तल देखाउँछु हैन, यी ट्याङ ड्याङ 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 ढिस ट्याङ ड्याङ 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 ढिस ट्याङ ड्याङ ड्याङ यस्तो सिँढी रहेको छ हैन। यो चाहिँ खैरी घाट। ट्याक 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 ट्याक। अब चाहिँ तल ओर्लिरहेको छौँ। तल ओर्लिने बेलामा चाहिँ कस्तो देखिन्छ। अब चाहिँ तलतिर ओर्लिरहेको छौँ। अब कसरी मजा देखाएको न, यहाँ से त गन्ना ओ तेरी रिङ्गटा लाग्ने जस्तो छ। यहाँ से त गन्ना देखाएर गन्ना टोटो गन्ना देखाए पट्टा ऊपर आ गयो ऊपर से गन्ना टोटो देखाए। चलो आज यो खानेपानी ट्याङ्कीको माथि पनि चढेर कस्तो अनुभव हुँदो रहेछ भन्ने कुरो पनि थाहा पाइयो। यतातिर मौरी लाग्ने माउरीको घर रहेको रहेछ हैन। मौरी लाग्ने रहेछ यहाँ। पट्टै जुरजुर हावा मस्तै छ त। पसीना पसीन कराले है। आधा पुग्नु आधा तर ऊपर